छौ साथी तिमी आज भोलि साइकोजे भएको छु म त दिन बिताउँछु एक्लै बोली सक्दैन कसैसँग बोल्न दिल खोली के भएको यस्तो मलाई आज भोलि मलाई नि थाहा छैन उता मेरो साथीको केही पत्ता नि लाएको छैन ऊ कहाँ छ के गर्दैछ कुन अवस्थामा छ उसको टेन्सनले मैले 2 दिनदेखि खाना नि खाएको छैन उसको टेन्सनले मैले 2 दिनदेखि खाना नि खाएको छैन लगभग 2-3 महिना जति भइसक्यो ऊ अहिलेसम्म मेरो सम्पर्कमा पनि आएको छैन ऊ अहिलेसम्म मेरो सम्पर्कमा पनि आएको छैन फेरि यो खबर मैले उसको घरमा पनि भने फेरि घरको मान्छे पनि खोज्न गएछन् यो खबर सुनेर झन् चिन्तित भएछन् यो खबर सुनेर झन् चिन्तित भएछन् ऊ आउने दिन गन्दै थिएँ मैले अब तेरो साथी भेटिँदैन भनेर भन्न थाले सबैले